हेलो सबैजनालाई फेरि पनि मेरो ब्लगमा स्वागत छ। धेरै दिनपछि आएको छु यो ब्लगमा। केही हामी चाहिँ म चाहिँ आज काठमाडौँ स्विमिङ गर्न आएको झ्याप्प लाएर। त्यो चाहिँ हाम्रो शान्त भाइ ड्याब हान्दैछ है। ऊ एच ओ भाइ बबाल ड्याब एच यता डुब्न लागिसक्यो है गाइजहरू। गर्मीको बेला स्विमिङ गर्न धेरै धेरै मजा आउँछ। झ्याप्प लाएर रमाइलो हुँदैछ यहाँ स्विमिङ हो। सिकाउँछ हेर्दै गर्नु है। मैले के देखाएको छैन यहाँ डुब्यो डुब्यो। Hello guys, I am coming Peter Vlogs. You know guys. हेलो, अब चाहिँ हाम्रो खाना ड्याम भएको छ। अब पौडी स्विमिङ गऱ्यो। अब खाना साना ट्याक्क लगाएर खाना खाएर फेरि त्यो पछि फेरि पौडी खेल्नेछौँ रमाइलो। ल च्याप्प अब खाजा नि खाना ड्याम ठाउँमा च्याप्प लगाएर थाक्यो स्विमिङ गरेर। हाम्रो त्यहाँ भान्जा एउटा भान्जा त्यहाँ वेटर छ। अब त ल अब चाहिँ हाम्रो खाना टाइम भएको छ स्विमिङ गरेर। अब खाना खाने 4 जना मात्रै छ हामी। ट्याप्प लाएर खायो ल। दामी छ है। 2 बजे खाना खा दामी मिठो छ दामी रहेछ है खाना चाहिँ। सबैजना आइदिनु होला यो ठाउँमा खाइदिनु होला। आएर फ्रीमा चाहिँ होइन फेरि खाइरह्यो फ्रीमा होला है। झ्याप्प लाएर ल अब खाना सुरु गर्नु पर्यो। सधैँ त्यही भन्छ अब ट्याक्क खाएको भिडियो गर्ने होइन। आगो मात्रै खायो एक गाछमा सिद्धिएको जस्तो छ। भात हातमा लुगाएर खैदियो भाडा त्यस्तै हो क्या। त्यस्तो गर्नु मिल्छ त है होइन। कसले गर्नु हाल्नुदेखि भयो बेज हाल्दाखेरि कहाँबाट उखालेर खा यस्तो हल्ला घाल्नु मटन हाल्नु पनि एउटै रेट भनेन। मटन मिठो होइन मटन छुट्टै भन्यो एउटै रेट होइन हो छुट्टै भने। नसुलेको भएर नुन आए कस्तो त्यही माथि नि हार्खेले रातभरि पौडी हानेपछि एक दिन सुन्नु सब्जी भात आउने अहिले। अब हाल्नु नि हाम्रो 2 जना छ। लेभल भयो 40 त म 41 कुन न छ S5 है म S10 ब्यागहरू छ। ब्यागहरू कपडाहरू छ। कपडाहरू हाल्दैछ त्यो 81 स्विमिङ स्विमिङ कस्टमरमा चाहिँ त्यसो हुन्छ। अब छैन पौडी छैन स्विमिङ कस्टमर 82 मा चाहिँ कपडाहरू छ। 82 मा ब्याग कपडाहरू छ। तिमीले यो टिकटमा राखेर कसरी राखेर तिमीले चाबी हाम्रै झिर लग्यो क्या। प्लास्टिकमा हाम्रो स्विमिङ कस्टमर आएछ काउन्टरबाट ल्याएर उनीहरूले होइन काउन्टरमा हामी पनि काउन्टरबाट ल्याएर हामीले अगाडि राखेको थियो होइन चाबी सुरुमा अनि त्यहाँबाट दिएन है के हो त्यो चाबी सबैमा लाग्छ कि एउटा चाबी छ रे उनीहरू लुगा राखेर छ। त्यसपछि हाम्रो त्यसमा लुगा छैन भने लुगा छैन भने त्यो उनीहरूको होइन उनीहरूकोमा लुगा छैन भने अब उहाँहरूको लुगा लग्थ्यो भने लैजा भन्नु न। हाम्रो लुगा छैन हामी लुगा लगाइरहेको छ कस्टमरहरू झोला मात्रै ब्याग मात्रै कस्टमर चाहिँ नलानु भन्नु प्राइभेट हो।
हुन्छ 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 हामी त्यो दुई हजुर त्यस्तो हो कि जसलाई हामीले हामी पनि बढी खान्छ खानासाना खाएर अब चाहिँ दही केही देखा दही खान लाग्यो अब चाहिँ हामी चाहिँ यहाँबाट निक्लेको स्विमिङ खेल्यो यो स्विमिङ ऊ चाहिँ ट्याक्क लगाएर यहाँबाट चाहिँ निक्ल्यो अब हामी अब चाहिँ घरतिरको यात्रा गर्मी छ तर घाम लागेको छ च्याप्प ल फेरि अर्को भ्लगमा भेट्दै गरौँ ल साथीहरू अर्को भ्लगमा भेट्दै गरौँ ल होइन ट्याक्क लगाएर ल स्विमिङ गर्ने भयो यो गर्ने भयो ट्याक्क यो टुसल